संक्रान्ति खान माइत आएको यस्तो रहेछ यहाँको वातावरण। मम्मी हुनुहुन्छ यता। हेलो गर्नुहोस् न। हेलो। हुसु लागेर केही छैन है? हो। यो भिडियो चाहिँ अस्तिकै हो, तर मैले चाहिँ भोइस ओभर गर्न नपाएर यहाँ भर्खर भोइस ओभर गर्दैछु। म चाहिँ फेरि पनि आइपुगेको छु मेरो माइतीमा संक्रान्तिको लागि। अहिले चाहिँ यस्तो देखेको छ यतातिरको मौसम, पुरै कुइरोले ढाकेर केही छैन, बाटो पनि त्यस्तै छ हिलो। आज को आउँदै हुनुहुन्छ भनेर म हजुरहरूलाई देखाउने नै छु। हजुरहरूले चाहिँ मेरो भिडियो अन्तिमसम्म हेरेर साथ दिनुहोला। के हो, पाहुना आउँदा पनि ढोक पुग्छ त? यो चाहिँ हाम्रो गाड। हेलो मेरो नक्कले, यो चाहिँ मेरो नक्कले भाइ हो। मेरो बिचरा मेरो नक्कले भाइको यहाँ हात काटेछ। के गरेर काटेन नि यो? म भन्दा नि मोटो भएछ तिमी त। ल मेरो माइत आइपुग्यो। हजुर कसले काट्दे? खोलामा लडेको? कहाँ आउनुभयो तपाईँहरू? संक्रान्ति खाना रे यहाँ। होसोनी रेडी गर्नु भइसकेको छ यहाँ। लासो पहिला चाहिँ जुनसुकै चाडबाड आउँदा पनि हाम्रो चाहिँ प्रत्येक घरमा क्या ठुल्बाको घरमा, बुवाहरूको, अङ्कलहरूको घरमा चाहिँ खाना बनाएर चेलीबेटीहरूलाई खुवाउने चलन थियो। तर अब अहिले चाहिँ त्यसरी अब प्रत्येक घरमा चाहिँ खाना खाएर हिँड्ने समय चाहिँ कसैलाई पनि छैन र यसरी भेटघाट हुने मौका पनि मिल्दैन क्या। अनि त्यही भएर चाहिँ अहिले चाहिँ ठुल्बाहरू, बुवाहरू, अङ्कलहरू मिलेर चाहिँ सबैजना मिलेर चाहिँ चेलीबेटीहरूलाई चाहिँ एकै ठाउँमा खाना खुवाउने गर्नुभएको छ। अनि यसरी खाना खुवाउँदा चाहिँ सबैजना दिदीबहिनीहरू, दाजुभाइहरू भेट्ने मौका पनि मिल्छ।